सो मेरो 5 वर्षकी छोरीले ट्याब्लेट मोबाइल फोन किन युज गर्दिन भनेर टिप्सहरू दिने क्रममा यो हो टिप्स नम्बर 2 है एन्ड दिस इज भेरी क्लोज टु माई हार्ट एन्ड बी अनेस्ट विथ यु आई विल बी भेरी इमोसनल अबाउट इट ओके मलाई चाहिँ एकदमै यो मेरो मनबाट आउँछ है यो कुरा चाहिँ यो हो छोराछोरीलाई समय दिने बारेमा हैन गिभ टाइम टु योर किड्स एन्ड आई एम भेरी भेरी मर्सिलेस अबाउट दिस यो तपाईँ एज एडल्ट तपाईँको जिम्मेवारी हो छोराछोरीले तपाईँलाई छान्या होइनन् तपाईँले छोराछोरीलाई यो संसारमा लिएर आउनुभएको हो एन्ड दिस इज यो मोरल रेस्पोन्सिबिलिटी समय छैन नभन्नुहोस् तपाईँसँग समय छ काट्न नआएको समय निकाल्न नआएको जोसँग पनि समय हुन्छ टोइलेट कम जानुहोस् खाना मिलेर खानुहोस् समय निकाल्नुहोस् छरछिमेकमा गफ गर्न नजानुहोस् अफिसमा कुरा काटेर नबस्नुहोस् अफिसको काम छिटो सक्नुहोस् आउनुहोस् घर बिहानै छिटो जानुहोस् अफिस आउनुहोस् घर अफिसमा साथीहरूसँग चियापान कार्यक्रम कम गर्नुहोस् घरमा आएर छोराछोरीसँग नास्तापान कार्यक्रम गर्नुहोस् तपाईँहरूले अहिलेको छोराछोरीलाई जुन रूपमा हुर्काउँदै हुनुहुन्छ त्यो रूपमा जुन रूपमा हुर्काउँदै हुनुहुन्छ बाबुबाजेले पहिले जस्तो गर्नुभएको थियो गाउँघरमा त्यस्तै पाराले गर्दै हुनुहुन्छ भने प्लिज स्टप नाउ प्लिज ओके दिस इज नट गोइङ टु वर्क द वर्ल्ड इज चेन्जिङ धेरै परिवर्तन भइसक्यो यो एआई आयो त्यहाँ आयो डिजिटलाइजेसन भयो होइन यस्तो खालको समयमा गाउँघरमा जसरी हुर्काएको थियो मेरो बुवा बाजेले त्यस्तै गर्छु यस्तो चलिहाल्दो रहेछ नि भन्ने काम नगर्नुहोस् पछिल्लो 10-20 वर्षमा जुन परिवर्तनहरू भएको छन् त्यो अनुसार हेर्ने हो भने आउने जुन संसार बन्दैछ फ्युचर बन्दैछ सजिलो छैन छोराछोरीलाई दुःख नदिनुहोस् र आफू पनि दुःख नपाउनुहोस् समयमा नै सोच्नुहोस् र परिवर्तन गर्नुहोस् आफूले आफूलाई हैन यो टिप नम्बर 2 छ नि यो ट्याब्लेट र मोबाइल फोनबाट दूर राख्नको लागि मात्र होइन यो धेरै कुरा इट्स भेरी डिपली रुटेड साइकोलोजिकलदेखि लिएर धेरै कुराहरू छ डेभलपमेन्टलदेखि लिएर धेरै कुराहरू छ है छोराछोरीसँग समय निकाल्नुहोस् क्वालिटी दिस इज अ की वर्ड क्वालिटी समय भनेको कस्तो छेउमा छोरालाई राखेर टिभी हेर्ने क्वालिटी समय होइन छेउमा छोरीलाई राखेर हैन आफू चाहिँ उतातिर गफ गर्ने त्यो क्वालिटी समय होइन इन्टिमेट समय कुराकानी गर्ने हात समात्नुहोस् हैन सुमसिमाउनुहोस् छोराछोरीको टाउको सुमसिमाउनुहोस् कुरा गर्नुहोस् आज के भयो के खायो कस्तो भयो आँखामा आँखा लाएर कुरा गर्नुहोस् छोराछोरीसँग दिस इज द मोमेन्ट द्याट यु निड टु गिभ देम नयाँ खेलाउना होइन नयाँ नाना नयाँ जुत्ता होइन दिस इज वाट दे निड तपाईँको धन सम्पत्ति चाहिँदैन अहिले उनीहरूलाई के चाहिन्छ त बुवा आमा चाहिन्छ दिनुहोस् त्यही हो अहिले दिने है अनि टिप्स दिन चाहन्छु तपाईँहरूलाई जसले चाहिँ भन्नुहुन्छ मसँग समय छैन म चाहिँ के गर्नु त भनेर एक दुईवटा टिप्सहरू छ जुन हामीहरू म्यानेज गर्छौँ होइन बिजी छौँ हामी पनि कम्ता बिजी छौँ त म राति 1-2 बजे सुत्छु अनेस्टली इट्स नट एक्सेप्टेबल र पनि समय दिने गरेका छौँ छोराछोरीलाई कसरी दिने होइन तर दिनुभन्दा अगाडि यो गाली पनि सुन्नुहोस् एउटा रेस्पोन्सिबल एउटा ड्युटीको रूपमा आफ्नो जुन हुन्छ प्यारेन्टिङ निभाउनुहोस् अब टिप्सको बारेमा सुन्नुहोस् है त धेरैवटा टिप्सहरू छ कसरी म्यानेज गर्ने टाइम त्यो मध्ये एउटा टिप्स छ छोराछोरीलाई काम दिनुहोस् होइन आफूले काम गर्दाखेरि छोराछोरीलाई बोलाएर काम लगाउनुहोस् बाँडफाँड गर्नुहोस् बढार्नेदेखि कुडार्नेदेखि लिएर भुइँ पुस्नेदेखि लिएर कपडाहरू पट्याउनेदेखि लिएर होइन ओछ्यान मिलाउने सबै कामहरू दिनुहोस् एन्ड रिमेम्बर वान थिङ छोराछोरीले यो उमेरमा आमा बाउसँग मिलेर गरेको काम हुन्छ नि केटाकेटी 4-5 वर्ष 3-4 वर्ष उनीहरूलाई काम जस्तो नै लाग्दैन उनीहरूलाई के लाग्छ त खेल जस्तो लाग्छ उनीहरू त रमाएर गर्छन् समय पनि बित्यो छोराछोरीसँग काममा पनि हात बट्यो एउटा यो चाहिँ सुरुमा गाह्रो हुन्छ गर्नको लागि किनभने झालाङ झुलुङ भए जस्तो लाग्छ पछि सजिलो हुँदै जान्छ हैन अर्को टिप तालिका बनाउनुहोस् हेर्नुहोस् तपाईँ दिनभरि के गर्नुहुन्छ कहाँ गर्नुहुन्छ कहाँ काट्न सक्नुहुन्छ समय छोराछोरीको लागि जुन त्यो आधी घण्टा छ नि कहाँबाट निकाल्न सक्नुहुन्छ निकाल्नुहोस् निस्किन्छ त्यो आधी घण्टा निस्किन्छ इट्स भेरी इम्पोर्टेन्ट त्यो आधी घण्टा 1 घण्टा छ नि यो 3-4 वर्षको केटाकेटीहरूलाई एउटा आमा बुवासँग इन्टिमेट आमा बुवासँग मात्र होइन अझ जुन मिल्छ भने आमासँग मात्र बुवालाई परिजा भन्ने होइन अनि बुवासँग भएकोलाई आमालाई परिजा दुईजना मात्र मिलेर बसेको जुन कनेक्सन हुन्छ त्यो निकाल्नुहोस् द्याट्स भेरी की त्योदेखि बाहेक खेल्ने अरू कुराहरू हुन्छन् होइन अफिसबाट आइसकेपछि ब्याडमिन्टन फुटबल ग्राउन्डमा जानुहोस् चेस खेल्नुहोस् भुइँमा बस्नुहोस् बोर्ड गेम्सहरू खेल्नुहोस् होइन लुडो खेल्नुहोस् रमाइलो गर्नुहोस् छोराछोरीसँग बसेर खाजा खानुहोस् पकाउनुहोस् खाजा बनाउनु चाहिँ यहाँ होइन आऊ छोराछोरी खाजा बनाम सँगै मिलेर बनाम समय पनि बित्यो छोराछोरीसँग समय पनि भयो फोनमा गएनन् खाना पनि बन्यो सिके पनि सिप होइन अर्को कुरा सामान भत्कियो
है बाबुहरूको लागि बाहरूको लागि सामान भत्कियो यो त्यो फुट्यो छोराछोरीलाई ल्याएर साथमा बसेर रिपेयर गर्नुहोस् भत्किएको सामानहरू खोलेर देखाउनुहोस् दिस भेरी की सिक्छन् छोराछोरीले सिक्छन् भविष्यमा काम आउँछ ट्राई गर्नुहोस् कसरी इनोभेटिभ बन्ने हैन कसरी चाहिँ समय दिलाउने छोराछोरीलाई अनि आफ्नो पनि समय मेन्टेन गर्ने एउटा क्रिएटिभ इनोभेटिभ रूपमा तपाईँले सोच्नु भयो भने धेरै कुराहरू छन् जुन चाहिँ तपाईँले छोराछोरीसँग मिलेर गर्दाखेरि समयको पनि बचत छोराछोरीसँग टाइम पनि व्यतीत हुन्छ यो टिप नम्बर 2 थियो जसले चाहिँ हामीहरू मेन्टेन गरेर हाम्रो छोरीलाई 5 वर्षको उमेरमा पनि न ट्याब्लेट न टिभी न स्क्रिन न केही नगरिकन आरामले छोरीको जिन्दगी चलिरहेछ है त थ्याङ्क यू